दुखी मन सम्हालिदिए। छोएर मात्रै रोग हटाई थकितलाई उठाइदिए। अन्धालाई आँखा खोलिदिए, लङ्गडालाई बाटो दिए। मनभित्र शान्ति बगाउँदा सबैजनाले आशा पाए। सम्मका काम सुनेर ममा रमाउँछ। प्रेम र दयाले भरिएका उहाँका कृतिले बोलाउँछ। दुखी पीडित सबैलाई उहाँले सहारा दिनुभयो। अचम्मको माया देखाएर मानवता सिकाउनु भयो। बन्द परेका हृदयभित्र भरोसाको दियो बलिदिए। भोकैले थाकेको मान्छेमा 5 रोटी बाँडिदिए। सानो चमत्कार जस्तै लागे पनि मनभरि महिमा भरिदिए। एहो कति अचम्मका काम सुनेर मन रमाउँछ। प्रेम र दयाले भरिएका उहाँका कृतिले बोलाउँछ। दुखी पीडित सबैलाई उहाँले सहारा दिनुभयो। अचम्मको माया देखाएर मानवता सिकाउनु भयो। भट्किएका मानिसहरूलाई आफू जस्तै अरूलाई मनाऊ भनी। क्षमा माया सद्भाव सिकाई बाटो देखाइदिनु भयो यतै रही। दुष्टले सताउँदा समेत प्रेमले उत्तर दिन सिकाउनु भयो। दयाको हात फैलाएरै सबैलाई समान आँखा देखाउनु भयो। एहो येशूका कामले आज पनि मन छुँदो रहेछ। आशा माया दया सिकाउने उज्यालो बाटो देख्दो रहेछ। लोक भाकामा गाउँ हामी सुनेको यो कथा महान। अचम्मका कामहरूको याद बन्ने छ सद्भावको चिन्ह।